आदरणीय साथीहरू नमस्कार, जय नेपाल, गुड इभिनिङ। आज नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन। आज शारजा क्रिकेट ग्राउन्डमा नेपालले वेस्ट इन्डिजसँग 3 म्याचको युनिटी कप श्रृङ्खला खेल्न गइरहेको छ। आज 27 सेप्टेम्बर नेपाली समयअनुसार साँझ 8:15 बजेदेखि नेपाल र वेस्ट इन्डिज बिचको पहिलो T20 खेल सुरु हुनेछ। आशा छ नेपालले उत्कृष्ट खेल खेल्नेछ। ब्याटिङ, बलिङ, फिल्डिङ सबै क्षेत्रमा सम्पूर्ण डिपार्टमेन्टमा नेपालले राम्रो खेल खेल्नेछ। खेलमा हार जित सामान्य हो। वेस्ट इन्डिज टिमलाई नेपालले वेस्ट इन्डिजसँग राम्रो प्रतिस्पर्धा गर्न सक्नेछ भन्ने आशा लिएका छौँ। समग्रमा वेस्ट इन्डिज टिममा रहेका क्याप्टन अकिल हुसेन र ज्यासन होल्डर बाहेक अन्य खेलाडी अपरिचित जस्तो लागे पनि भर्खरै समाप्त भएको CPL र डोमेस्टिक क्रिकेटमा राम्रो खेल प्रदर्शन पश्चात वेस्ट इन्डिजको राष्ट्रिय T20 टोलीमा पर्न सफल भएका खेलाडीहरू र नेपालका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। भलै वेस्ट इन्डिजले 2 जना खेलाडी बाहेक अन्य खेलाडी अनक्याप्ड जस्तो खेलाडी खेलाइरहेको छ। लाग्छ धेरैजसो साथीहरूले वेस्ट इन्डिजले B टिम पठाएको जस्तो मानिरहेका छन्। तर खेलमा जे पनि हुनसक्छ। खास गरी T20 क्रिकेटमा यो 3 घन्टाको खेल, जुन दिन जसले राम्रो खेल्यो त्यो टिम विजयी हुनसक्छ। आशा छ सम्पूर्ण नेपालीहरूको आशीर्वादले, मायाले, विश्वासले नेपाली टिमले आज जित हासिल गर्नेछ। म पनि धेरै एक्साइटेड छु, उत्साहित छु। कति बेला 8:15 बज्ला र खेल हेर्न पाइएला भन्ने सोचमा छु। सोचेर बसिरहेको छु, सम्झेर बसिरहेको छु, कुरेर बसिरहेको छु। सम्पूर्ण साथीहरूलाई नेपाली टोलीको समर्थन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हस्त, धन्यवाद। जय नेपाल।